हेलो गाइज, नमस्ते सबैजनालाई। होप द्याट हजुर सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। आज चाहिँ पार्क जाँदै हामी बल लिएर बल खेल्नु जाने हो। जापानिज रहेछ भने जापानिजसँग खेल्ने हो, नत्र एसीसँग पास खेल्ने हो। अनि उहाँ गएर के भन्छ त्यस्तो अरूसँग खेल्दै भन्छेस्। अस्ति नैको जस्तै बिल्ला हान्छ नि तँलाई त। मलाई त केही बिल्ला मलाई त कहाँ हुन्छ र त्यो तिनीहरूकै उमेरको झिस्रो अनि मलाई के भन्दै हाँस्दै गरेर त्यसलाई अलिअलि इङ्ग्लिस नै आउँदो रहेछ। मन पर्यो हेर्नु गाइज, सुन्तला फल्यो यहाँ त। गाइज दिस इज पार्क या कोही मान्छेहरू छन् त। त्यो आफ्नै संसार रमाउँदै यता भानिजहरू आफ्नै संसारमा खान गेम खेल्दै। अस्ति नै 4-4जना भएर खेलेको, आज त कोही पनि आउनु नि त। अस्ति आइतबारको दिन भएर होला, बिदाको दिन भएर आएको थियो क्या। आज बिहिबार हो, त्यही भएर केटारी मात्र आखान्। कोही आउनु नि त हौ, झ्याउ बोलाइसक्यो त मलाई त। गाइज हामी चाहिँ फेरि कहाँ जान लाग्छौँ भन्दाखेरि यसको घर अरे यसको के अरे गएको जान लाग्छौँ। अनि त्यसपछि यो चाहिँ एकदम एक्साइटेड थियो कि आफ्नो स्कुल जानलाई। त्यहाँ चाहिँ उस छन् कि यसको स्कुलमा पनि फर्स्ट नेपाली कोही इन्टरनेसनलबाट आउँदो रहेछन्। त्यो भएर सबै एकदम एक्साइटेड छन् गाइज। मलाई मेरो सेन्सेनीहरू हो। अनि यहाँ चाहिँ कहिले मङ्गलबार आउला र जाने भन्दै भने होइन। अनि हामी चाहिँ म तपाईँलाई देखाइदिन्छु मेरो गएको हिँड्नु भनेर ल बिहानदेखि 1000चोटि रिक्वेस्ट गरिहाल्नु ल। रिक्वेस्ट के मैले ड्याडलाई सोधेँ अनि ड्याडले हुन्छ भन्नु अनि ड्याडले त्यो होइन त जाम भोलि जाम्ला भन्दाखेरि अघि मैले भोलि जाम्ला भन्दा नि जानुपर्छ भन्नु खेनिस्। होला यसको चर्ती कला हेर्नुहोस् है सबैजना। यहाँ मन्दिरमा गएपछि के गर्नुपर्छ रहेछ थाहा? यस्तो जाने अनि त्यसपछि ताली बजाउनु। प्रे गर्नुभन्दा अगाडि ताली बजाएर बल्ल प्रे गर्ने रहेछ। प्याट बजाउने मिडियम के हुँदैन, सबैलाई सुनाउनु पर्दैन कि जस्ट सुनेर गाई हुँदाखेरि त्यो गरेर बल्ल प्रे गर्ने रहेछ। के खाने पैसा खाएकै नल्याए नि छ नि दादाहरूको पर्समा रहेछ न देखिरहेछ। अब पर्स त लिनु पर्छ कि पर्समा सबै पैसा भन्छ नभन्दै सबै त्यहीँ पर्समै राखेको थिएँ कि निकालिसकेछ र घर नि लाउन घर निकालेर उता गएर कोका कोला ल्याएर खानु बिर्नी आई मिन फेन्टा कसले सोध्यो होला? कसले सोधेको थियो र? यस्तो एक्साइटेड त ओभरै भएन र यो त। ल नेपालमा यस्तो स्कुल भन्थ्यो, अहिले यहाँ मेरो स्कुल ल नाटक नगर बढी हो त। अलि नै ओभर एक्साइटेड, ओभर के भन्छ ओभर रियाक्ट। सरी भयो चाहिँ ओभर रियाक्टै भयो। नाटक भयो यो त संस्कृति। यहाँ त उसको स्विमिङ पुल हुन्छ त हामी हाम्रो गएको पनि
कहाँ यस्तो जाडोमा स्विमिङ गर्छ नि स्विमिङ पुल के अरे पैसा तिरेर खेलेको स्विमिङ पुल हो के अरे तातो पानी चिसो पानी त्यहाँभित्र अझै लाइट बल्ने बत्ती बल्ने है सबै उपलब्ध हुनु जहिले पनि हिँड्दाखेरि त्यो मिरर हेरेर हिँड्ने गरे हामीलाई त टिकटक यहाँ देखिराखेको एउटा बोली बोलाउन त हुन्छ हिजो ट्राई गरेको नि त हेरे आएर यता त के अरे है हजुर के अरे ओक्कु होइन कि अक्कु अरे आक्कु 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 आयो गेङ्की भएन क्या अब एकदम सिरियस भयो है अक्कु आयो गेङ्की गेङ्की सुँगो भन्न एउटा हामीलाई चाहिँ यो चाहिँ टिकटकमा देखिरहेको छ होइन लिटरली कि यो भोइस त यस्तो दिमागमै कन्ट भयो क्या जतिखेर पनि त्यही आउँछ लास्ट राम्रो लाग्छ कि फेरि त्यो बोलेको नि है हिजो हामीले यतिको छोरी चाहिँ हुनुपर्छ दाइकै मोबाइल आइछ कि on Sarma. Yeah, I know. Sarma. My Onisa. Brother. Yes, brother. Aniki. अझ अरूलाई जापानिजलाई होइन खिच्न दिएको नि शर्मा. Bye. What? Again. Subscribe. Yeah, okay, subscribe. Subscribe. Okay. नगर्नु होला. Bye. See you माता सीता. आइ बोल. आइ बोलै बिर्सेर जान लाग्यो. कति भने बल्ल सम्झियो त्यसले. सब्स्क्राइब भने.